सम्बन्ध हुन्छ, रिलेसन बढ्छ हाम्रो। के भन्छ तिमीले? रिलेसन बढ्छ हाम्रो। कसलाई हेर्नु? स्टाफ नर्सहरूसँग जसले 1,50,000 दियो त्यसको नियुक्ति गरो। अरू जसले पैसा दिएन उहाँको नियुक्ति भएन, उहाँको कुनै केही भएन। तिमीलाई चाहिँ मैले पर्सनली भनेको मलाई साह्रै मन पर्यो र नानी है। I like you so much. Do you like me? राजनीतिमा नेताहरूको खेल धेरै हुन्छ। नेताहरू धेरै देखाउन खोज्छ, पावर देखाउन खोज्छ, टेर्ने नटेर्ने भन्ने कुरा मेरो कुरा हो त्यो चाहिँ। I like you so much, you know. So cute, so nice, so beautiful, you know. सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट प्रकाश प्रसाद शाह फेरि एकपटक विवादमा परेका छन्। स्टाफ नर्सको जागिरका लागि आवेदन दिएकी एक युवतीसँग शाहले जागिर दिन सम्बन्ध बनाउनु पर्छ भनेर अनैतिक प्रस्ताव राखेका छन्। शाहले भनेका थिए, जागिरको कुरा त मेरो हातमा छ, सम्बन्ध अघि बढाऊ अनि जागिर मिल्छ। पीडित युवतीले शाहसँगको फोन वार्तालाप रेकर्ड गरी प्रमाणका साथ सार्वजनिक गरेकी छन्। उनको भनाइ अनुसार शाहले यस अघि पनि धेरै युवतीलाई जागिरको प्रलोभन देखाएर यौन सम्बन्धका प्रस्ताव राख्दै आएको खुलासा भएको छ। मेडिकल सुप्रिन्टेन्डेन्ट प्रकाश प्रसाद शाहले ती युवतीसँग गरेको फोन संवाद हामी त्यसको कल रेकर्ड राख्न गइरहेका छौं। रिप्लाई हैन सुतिसक्यो होला भनेर म त्यसरी बिहान कल गरेको के। है हजुर यो कहिले काहीँ के हुन्छ नि यार, फर्स्ट साइट के हुन्छ नि हैन। I like you something I don't know why but I like you, no. यो के अरे उमेरसँग मिल्दैन आफ्नो ठाउँमा छ हैन, धेरै कुरा डिफरेन्स जस्तो आफ्नो ठाउँमा छ हैन, तर लाइक गर्न पाउनु अधिकार कुरा हो नि त, हो कि हैन? हजुर। So I like you so much, you know. So cute, so nice, so beautiful, you know. I'm so impressed. बाँकी भनेको इट्स डिपेन्ड अपन यु, अब तिमीले के सोच्छौ होइन, के बुझ्छौ, ओके हैन? तिमीले म्याच्योर हो तिमी पनि होइन। समितिको जागिर भनेको थाहै जागिर जस्तै हो कि, त्यसमा भोलि पछि गएर अन्त कतै ननिकाले पनि के नभए पनि त्यो जागिर चाहिँ बसिरहन्छ। त्यो यो वाला चाहिँ अघि भने थाहै जागिरको करारमा हो नि त यो, अनि त्यसमा भनेको जस्तै थाहै आयो भने म पुरानो निकाल्छु पहिला, तर एकैचोटि आउँदैन। अर्को हाकिम भयो भने उसलाई कोही मन पराएको छ, तिमीले रिस उठाएको छ, तिमीसँग निकालिदिन्छ अगाडि, त्यो पनि हुनसक्छ। नत्र भए त भेटघाट भएको त्यसमा भएर भनेर भन्ने हुन्थ्यो। राजनीतिमा नेताहरूको खेल धेरै हुन्छ। नेताहरू धेरै देखाउन खोज्छ, पावर देखाउन खोज्छ, टेर्ने नटेर्ने भन्ने कुरा मेरो कुरा हो त्यो चाहिँ। आत्मीयता छ भने, आत्मसम्बन्ध छ भने धेरै कुराहरू हुन्छ नि। तर अस्ति मैले थाईहरूलाई मिचेर मैले त्यो करारलाई पठाइदिएँ कि। अब तिमीलाई चाहिँ मैले पर्सनली भनेको मलाई साह्रै मन पर्यो र नानी है। I like you so much. Do you like me? हाम्रो कुरा मिल्छ, सम्बन्ध हुन्छ, रिलेसन बढ्छ हाम्रो। के भन्छ तिमीले? रिलेसन बढ्छ हाम्रो। कसलाई हेर्ने? भोलि आऊ त्यसो भए हेर्नलाई। यो मात्र होइन, गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट प्रकाश प्रसाद शाह यो भन्दा बढी अघि पनि धेरै भ्रष्टाचार र अनियमितताका आरोपहरू लागिसकेका छन्। पहिलो तोक आदेशमा 40 जना भन्दा बढी नियुक्ति दिएको आरोप, दोस्रो 17 जना स्टाफ नर्सको नियुक्तिमा प्रति व्यक्ति 1,50,000 रुपैयाँ घुस लिएको गुनासो सार्वजनिक। तपाईले सामाजिक सञ्जालमा एउटा अभिव्यक्ति दिनुभएको थियो। हजुर, स्टाफ नर्सको नियुक्तिमा पर व्यक्ति 1,50,000 लिएको भनेर लेख्नु मेडिकल सुप्रिन्टेन्डेन्ट प्रकाश प्रसाद शाहज्यूले। के छ यसको वास्तविकता हजुर? यसको वास्तविकता यही हो, प्रत्येक स्टाफ नर्सहरूसँग जसले 1,50,000 दियो त्यसको नियुक्ति गरो। अरू जसले पैसा दिएन उहाँको नियुक्ति भएन, उहाँको कुनै केही भएन। त्यहाँ मेरो पनि विद्यार्थी हुनुहुन्थ्यो, अझै धेरै विद्यार्थीहरू थियो, तर त्यसको कुनै केही निकालेन। त्यसले जो पैसा दियो त्यसको नियुक्ति गरो, जो दिएन त्यसको नियुक्ति भएन। यो तपाईँ त्यतिकै बोलिराख्नु भएको छ कि प्रमाणको आधारमा बोलिराख्नु भएको छ? प्रमाणको आधारमा बोलिरहेको छु। मलाई त जतिजनाले त्यहाँ नियुक्ति गरेको छ त्यो मान्छे नै भनेको छ हामी पैसा दिएर नियुक्ति गराए।
त्यहाँ विद्यार्थीहरूले सबैजनाले तपाईलाई गुनासो गर्नु भएको हो? पैसा दिएर हामीलाई पावर थियो, हामीलाई पैसा थियो, हामी। तेस्रो, मेडिकल उपकरण खरिदमा ठूलो भ्रष्टाचार जसको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्दै आएको छ। चौथो, आर्थिक वर्ष 2079-80 मा 1 करोडको टेन्डर गरेर 10 करोडको औषधि खरिद अख्तियारमा उजुरी दर्ता भई हाल छानबिन जारी छ। पाँचौं, आर्थिक वर्ष 2082-83 मा लोकल पत्र पत्रिका मार्फत ठेक्का दिएको देखाइए पनि मिलोमतोमा ठेक्का बाँडफाँड गरेको गुनासो सार्वजनिक भएको छ। यी सबै घटनाले प्रकाश प्रसाद शाहको कार्यशैली र नैतिकतामा गम्भीर प्रश्न पारेको छ। अब प्रश्न छ के अख्तियार र सम्बन्धित निकायले शाहका यी कालो कारनामा कारबाही गर्छ कि फेरि नारी अस्तित्वमाथि अन्याय गर्नेहरू उन्मुक्ति पाउँछ? सत्यको आवाज गजेन्द्र नारायण सिंह अस्पतालको कालो पृष्ठको पर्दाफास।